साखु हुँदै वज्रयोगिनी मन्दिरतर्फ जाँदैछौँ। काठमाडौँमा पर्ने शंकरापुर नगरपालिका वडा नम्बर 8 मा पर्ने वज्रयोगिनी मन्दिरतर्फ लाँदैछु। यहाँभित्र जाँदैछु। अब के छ तपाईँहरूलाई वज्रयोगिनी मन्दिरको बारेमा र वज्रयोगिनी मन्दिर के कस्तो छ म देखाउने छु। म अब यो ढोकाबाट छिर्दैछु। यस्तो छ। काठमाडौँ शंकरापुर नगरपालिका वडा नम्बर 8 मा पर्ने वज्रयोगिनी पुरानो धारा चाहिँ यस्तो छ। तल माथिले सजिएको हुन्छ भनेर वरिपरि चाहिँ यस्तो बुट्टाहरू राखिएको छ।
काठमाडौँ शङ्खरापुर नगरपालिका वडा नम्बर 8 मा पर्ने वज्रयोगिनी मन्दिर चाहिँ यता छ, देख्नु होला। यतापट्टि चाहिँ म अहिले तपाईँहरूलाई चाहिँ त्यहाँ लानेछु। यस्तो चाहिँ भक्तजनहरू चाहिँ आउँदैछन्। मन्दिर देख्न सक्नुहुन्छ, यस्तो छ। अहिले चाहिँ हामी दिउँसो भएको हुनाले अब बिहान खुल्दो रहेछ, अहिले दिउँसो आएको हुनाले अहिले बन्द छ मन्दिर चाहिँ। यस्तो घन्टा राखिएको छ। ठाउँ यस्तो छ, घन्टीहरू देख्न सक्नुहुन्छ, यस्तो छ। यस्तो काठबाट बनेको कलाकृतिले भरिएको हुन्छ है त, यस्तो खालको छ। मन्दिर भन्दा चाहिँ यतापट्टि मैले चाहिँ धर्मद्वार, अहिले चाहिँ म तपाईँहरूलाई धर्मद्वारतर्फ लाँदैछु है त। शङ्खरापुर नगरपालिका वडा नम्बर 8 मा पर्ने मन्दिर भन्दा अलिकति यतापट्टि चाहिँ अलि यतापट्टि आउनु पर्छ। तपाईँहरूलाई म जानकारी गराउँछु कि यो चाहिँ धर्मद्वार भन्ने रहेछ। यहाँ ढोका, यो चाहिँ पुरा चट्टानले बनेको हो। अब यहाँ ढोका छ, देख्नुहुन्छ होइन, यहाँ झ्याल छ। अब यहाँ भित्र के छ त म तपाईँहरूलाई देखाउने छु। अनि यो चाहिँ ढुङ्गा पत्थर चट्टानको फेदीमा चाहिँ यो धर्मद्वार, यो झ्याल भयो होइन, झ्याल भयो। अब यो ढोका छ, अब म यहाँ ढोकाभित्र छिराउँछु है त तपाईँहरूलाई, यहाँभित्र के छ त भनेर। यो ओखल देख्न सक्नुहुन्छ, यी ओखली यस्तो छ। अनि यहाँ चाहिँ लेखिएको छ, यस गुफाको पालबाट भित्रको देवतालाई आफू नपाउ पर्ने हुनाले नछिर्नु होला भने यहाँ छिर्न नपाइने रहेछ। अब यहाँ छिर्न पाइँदैन, देवता चाहिँ यस्तो खालको छन्। अर्को धर्मद्वारतर्फ लाँदैछु, यो पनि यस्तो छ, हेर्नु होला है। यहाँभित्र चाहिँ के छ भनेर देखाउने छु। यहाँ चाहिँ यस्तो खालको छ, पुरै चट्टान छ, धर्मद्वार।
रमणीय आनन्दको ठाउँ रहेछ। तपाईँहरू पनि घुम्न आउनुहोला। पौराणिक कथन भएको पौराणिक मन्दिर र यस्तो अब छ हेर्नुहोला। जङ्गलै जङ्गलको बिचमा यो दुईवटा रुखको बिचबाट हामी छिर्छौँ। यो रुख चाहिँ अब कति वर्ष पुरानो हो थाहा छैन। यस्तो रुख छ हेर्नुहोला। वज्रयोगिनी मन्दिर चाहिँ घुमिसकेपछि यतापट्टिबाट झर्ने ठाउँ हो यो। अब हामी माथि गाडीबाट पनि आउन सक्छौँ, तर यता चाहिँ रमणीय ठाउँ भएको हुनाले हिँडेर आउनलाई एकदमै तपाईँको रमाइलो छ। यस्तो धारा छ। भैरवको मन्दिर यस्तो छ हेर्नु होला।